बितिरहेको छ, अर्थात् फिल्म चलिरहेको छ, चलिरहेको फिल्ममा मेरो मन एकाग्र भइरहेको छ। अर्थात् मेरो मन अहिले कहाँ छ? वर्तमान। फुटबल हेर्दा पनि, फुटबल मात्र होइन, क्रिकेट हेर्दा पनि, क्रिकेट मात्र होइन, तरुणले तरुणीलाई हेर्दा पनि, तरुणीले तरुणलाई हेर्दा पनि जुन आनन्द आउँछ त्यो उनीहरूबाट आएको आनन्द होइन। पोइन्ट टु बी नोटेड। न तरुणबाट आनन्द आउँछ, न तरुणीबाट आउँछ, न फिल्मबाट आउँछ, न क्रिकेटबाट आउँछ, न मिठो खानाबाट आउँछ। आनन्द कहाँबाट आउँछ त भन्नाले जब मेरो मन भूतकाल र भविष्यमा जाँदैन, वर्तमानमा टिक्छ अनि मन आफै आनन्दित हुन्छ। आनन्दको विज्ञान यही। फेरि पनि जब मन वर्तमानमा टिक्छ त्यो स्वतः आनन्दित हुन्छ। त्यसकारण दुनियाँमा सबभन्दा सजिलो काम खुसी भएर हुन्छ, तर मान्छे सबभन्दा बढी दुखी भएर हुन्छ। फेरि पनि मान्छेको लागि सबभन्दा सजिलो काम सुखी हुनु हो, तर ऊ जिन्दगीभर दुखी किन हुन्छ त भने उसको मनले या त उसलाई चाहिँ भूतकालतिर पिङ खेलाइदिन्छ, या त भविष्यतिर पिङ खेलाइदिन्छ। ऊ वर्तमानमा रहँदैन। अब मान्छेको भ्रम कस्तो छ भने फिल्म हेरिरहेको छ, आहा त्यो फिल्म त साह्रै राम्रो, फिल्म राम्रो भएको होइन। फिल्म राम्रो भएर तपाईँ खुसी भएको हो भने त्यो फिल्म फेरि दोहोऱ्याएर हेर्नुहोस्, अझै राम्रो होला। दोहोऱ्याएर हेर्नुहोस्, अझै राम्रो होला। 10 पल्ट हेर्नुहोस् त राम्रो फिल्म। तपाईँले भन्नुभयो नि यो फिल्मले बहुत आनन्द दिन्छ मलाई, त्यसो भए त्यो फिल्म 10 पल्ट हेर्नुहोस्, अब आनन्द दिन्छ कि दिँदैन? किन दिँदैन? किनभने अब तपाईँको मन यो सिन आउँछ, त्यो सिन आउँछ भनेर भूतकाल र भविष्यकालतिर जान थाल्छ मन। अब मन नाच्न थाल्छ, अब मन पिङ खेल्न थाल्छ। सुरुमा हेर्दा मन पिङ खेल्दैन, थाहा नै छैन अगाडि के हुन्छ, अनि त्यसपछि के हुन्छ, त्यसपछि किन उसलाई यसपछि के हुन्छ थाहा छैन। त्यसकारण फिल्म बनाउने तरिका पनि सस्पेन्स 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 बनाउँछ, जसको कारण तपाईँको उत्सुक भएर अब के हुन्छ, अब के हुन्छ, अब के हुन्छ। अनि त्यही फिल्म दोहोऱ्याएर हेऱ्यो भने के हुन्छ, अब के हुन्छ थाहा छ तपाईँलाई। अनि मन कहाँ जाँदा यस्तो हुन्छ, मन कहाँ भूतकालमा। अनि त्यसपछि मन चञ्चल हुन्छ। चञ्चल मन हुन अब यो फिल्ममा मात्र होइन, सुरुमा हेरेका तरुणी, सुरुमा हेरेका तरुण कति रमाइलो भएको थियो, कति आनन्द आएको थियो नि। त्यो आनन्द आउने पात्र अहिले घरैमा छ, आउँदैन। तिमी उही हो, म उही हुँ, तर हाम्रो प्रेम ठिक भन्ने मान्छे आज उसलाई देख्न साथ मोबाइल खोल्नु। अनि केटी त उही हो नि, केटा त उही हो नि। अनि आनन्द कहाँ गयो, खुसी कहाँ गयो? अब के अब के हुन्छ मात्र थाहा छ होइन कि हिजो के भयो त्यो पनि थाहा छ। अब मन टिप्दैन, अब मन कि त हिजो उसले दिएको दुःख सम्झिन्छ, कि त उसले भोलि दिन सक्ने दुःखको सम्भावना सम्झिन्छ। अब तपाईँ मन फ्युचरमा पनि जान्छ, पास्टमा पनि जान्छ। अब मन नाच्छ, मन नाचेपछि त्यो स्वास्नी, त्यो लोग्ने, त्यो श्रीमान, त्यो श्रीमती जो जसको लागि हामी कुनै बेला बहुत आतुर थियौँ, 7 जन्म यहीसँग बिताउँ भनेर फेरा लिएका थियौँ, आज 7 मिनट हेर्न गएको छ। समस्या यहाँ। त्यसकारण भगवान कृष्णको श्रीमद् भागवत पुराणमा, गीतामा होइन, भागवत महापुराणमा एउटा भनाइ छ जो बहुत म कोट गर्छु। म एव मनुष्याणां कारणं बन्धमोक्षे। मान्छेको दुःख र सुखको कारण केटी होइन, केटा होइन, याद राख्नुहोस्, धन होइन, पद होइन, प्रतिष्ठा होइन। मान्छेको दुःख र सुखको एउटै कारण छ आफ्नैमा। तपाईँको मन फ्युचर र पास्टमा नाच्यो कि दुःख हुन्छ, वर्तमानमा टिक्यो कि सुख हुन्छ, सिम्पल। त्यसकारण संसारमा सबभन्दा सजिलै पाउने चिज सुख हो। संसारमा सबभन्दा सजिलै पाउने सुख हो, तर मान्छेले सजिलै पाउने चिज सबभन्दा कम पाइरहेको छ या पाइरहेको छैन। किनभने उसले मन चाहिँ नाचेको देखेको छ, बुझेको छ। उसले सुख खोजिरहेको छ तर पाइरहेको छ दुःख। म ताक्छु, मुडु,
बन्जरो टाक्छ उयो खोजेको त सुख हो नि। त सुख खोज्दा खोज्दै के दुःखी भएको त भन्नाले सुख खोज्दा मेरो मन फ्युचरमा गयो, सुख खोज्दा मेरो मन फ्युचरमा यानि भविष्यमा गयो। अब यसको विज्ञान बुझ्नु, साइन्स, यसको आध्यात्मिक ज्ञान के हो? पहिला आध्यात्मिकको कुरा गरौँ। आध्यात्मिक कुरा के हो त भने हामीसँग एउटा शरीर होइन, 5वटा शरीर हुन्छ। यो शरीर जुन अहिले छ यसलाई यसलाई चाहिँ अन्नमय कोष भन्छ। अन्न खाएर बाँच्ने भएको, खाना खाएर बाँच्ने भएकोले यसलाई अन्नमय कोष भन्यो। यो अन्नमय कोषको ठ्याक्क छुट्ने के चाहिँ प्राण त छुट्ने हो। त्यसकारण प्राणमय कोष देखिँदैन, त्यति नदेखिएको प्राणमय कोषले यो देखिने शरीरलाई जीवित पारिराखेको छ। त्यसैले हाम्रो अर्को शरीरलाई के भनिन्छ? प्राणमय कोष। त्यो प्राणमय कोष भन्दा पनि भित्र